आजको जानकारीमूलक भिडियो लिएर फेरि आइसकेको छु म तपाईहरुलाई। तपाईहरुले यदि आफै अनलाइन कुनै फर्म भरिराख्नु भएको छ भने त्यसमा पिक्चरको साइज लिमिटेड हुन्छ हैन। जस्तो कुनैमा 5 MB हुन्छ, कुनैमा 1 MB हुन्छ। तर हामीले मोबाइलबाट खिचेको भिडियो अलि ठुलो साइजको हुन्छ। त्यसलाई रिसाइज कसरी गर्ने बिना कुनै एप्सको म देखाउन गइरहेको छु। हेर्नु होला ध्यान दिएर। सबभन्दा पहिले तपाईले आफ्नो क्रोम ब्राउजरमा जानुस् हैन। क्रोम ब्राउजर खुलिसकेपछि गुगलमा लेख्नुस् रिसाइज भनेर। रिसाइज इमेज लेख्नुस् अनि यस्तो आउँछ हैन। यसमा कुनै कुनै पेड पनि छ, कुनै अनपेड पनि छ हैन। त्यो तपाईहरुले हेर्नु होला। मैले चाहिँ यो युज गर्छु हैन। रिड्युस इमेज भनेर यो पुरै फ्री छ, सजिलो पनि छ। तपाईले आफ्नो हिसाबले जे युज गर्न मन लाग्छ त्यो युज गर्नु होला है। यो यहाँ सट्ट इमेज सिलेक्ट गर्ने एकदम सजिलो छ हेर्नु है। मिडिया फाइलबाट इमेज सिलेक्ट गर्नुस् माथिको हैन। हेर्नु यसको साइज 2.1 MB को छ हैन। तर यसलाई अब रिसाइज गर्दाखेरि कति आउँछ है हेर्नु। केही अरु केही गर्नु पर्दैन, सिधै रिसाइज गर्दिनु। सिधै 652 KB मा झार्दिहाल्यो। अझै कम चाहियो भने यहाँ माथि दिएको कन्फिगरेसनहरु छ। यो 90% लाई कम गर्दिनु क्वालिटीलाई, यो 70 लाई 60 50 यस्तो गर्दिनु अझै कम MB को हुन्छ। तर यतिको यसले आफै बनाएर दिन्छ 1 MB भन्दा तलको। त्यो तपाईले जहाँ पनि अपलोड गर्न सक्नुहुन्छ। र यसलाई अब सिम्पल डाउनलोड गर्नुस्। डाउनलोड भइहाल्यो, ओपन फाइल खुलिहाल्यो हेर्नु। यो कम साइजमा भएर आइहाल्यो है त। धन्यवाद।